हेलो गाइजहरू, अब हामी चाहिँ घुम्न जान लागेको बाहुनथान। यस्तो घाममा ल हेर्न सक्नुहुन्छ। भेनाको बाइक, मेरो स्कुटर। अब 4 जना जाँदैछौँ। भाइ उता, यता म, मेरो दोकान छ यहाँ। अब जान लाग्यो। मलाई नि यस्तो क्यामेरा किन्दिन है बेना। कस्तो राम्रो हो यो। म एक साइड बसाम। कति गर्मी हो नि। ल हामी चाहिँ हिँड्यौँ अब बाहुनथान एकछिनको लागि। यो चाहिँ हाम्रो वालिङ बजार हो। भेना बाइक चलाउँदै हुनुहुन्छ। म भेनाको पछाडि। आज चाहिँ म राइडर भएको छैन। मेरो हेर्न सक्नुहुन्छ। म चाहिँ कुर्ता लाएर टक्क लाएर भेनासँग विन्चुर केही लागि होइन, डह्रो डर्ने भयो नि। कहाँ गयो हाम्रो भाइ बहिनीहरू पछाडि। अलिक राम्रोसँग चलाउनु है भेना। भेनाको नयाँ बाइकमा सरर वालिङ डुल्दै उता भाइ र बहिनी आउँदैछ। ज्वाइँ यो हो वालिङ बजार। ल हेर्नुहोस् साथीहरू, वालिङ बजार चाहिँ यही हो। आज त म टक्क लाएर फेरि खत्रैबाट भ्लग बनाउँदैछु नि। आउनु आएको छ पछाडि। ल हेर्न सक्नुहुन्छ। हामी चाहिँ अब बाहुनथानको यात्रा। यस्तो घाममा भेना है बिहान पो हुन पर्थ्यो। अब फेरि भेना आउँदासम्म म सुत्दै थिएँ। भेना झर्दा सुतेर फेरि सुत्दै थिएँ। उठेँ, नुहाइ धुवाएँ। आज नयाँ वर्षदेखि मैले साथीहरू पसल खोलेकै थिएन। आज फर्स्ट दिन। अनि पसल खोलेर सफा गरेर यताउति काम भ्याउँदा 1 बज्यो। 1 बज्यो। 1 बज्न लाग्यो। 1 बज्न 15 मिनट छ। अनि त्यही भएर ठ्याक्क अहिले हिँड्दैछौँ। ल हेर्नु होला 12-1 बजेको घाममा बाहुनथानमा कस्तो हुन्छ त हाम्रो हालत। बेला पानी लैजाने होला नि। गन्दा रुखेर पानी अब अलि अगाडि हेर्नु। हजुर देखाएको छु हजुरलाई पनि। अगाडि झन् यसरी भन्दा हजुरलाई उसरी देखिँदो रहेछ। मैले यता सेल्फी गरेँ भने दुइटै आउँछ के। अगाडि अगाडि उतै पनि छ कि, अलि उतै पनि छ। पानी कुरकुरे किनिदिनु अब। हजुर अलि अगाडि के उतै हिँड्नु न। उतै खालको दोकानहरू। यसरी हिँड्दैछ मेरो भाइ र ज्वाइँ। बहिनी र नेपाल क्यान यहाँ छ। म यहाँ नेपाल क्यान पनि आउन छ। मेरो सामान हिजो फोन आएको थियो मलाई नेपाल क्यानबाट। यो चाहिँ मोड जैसी बदेरा हो साथीहरू।
अगाडि ल्याउन फुटेर हजुर यता अगाडि ल्याउ न राखेको मलाई फुटेर जान्छ गाइजहरू कपाल अलि राम्रो देखिएन मेरो फेरि कपाल छोटो छोटो छ कि अगाडिको एकदम त्यही भएर धेरै उठ्छ अनि म फेरि मेरो टाउको ठुलो भएर राम्रो देखिन्न कपाल अगाडि उठेको अहिले चाहिँ हामी मिर्गी जैत बजारको पुलमा छ कता घुम्न आयो त्यताबाट फेरि बाइक छिरेर आउला भनेको के अरे यो भ्लग चाहिँ मेरो युट्युबमा हाल्छु है मैले भेनाले नि हाल्नुहुन्छ म पनि हाल्छु दुईजनाले हाल्ने हो जसमा धेरै जान्छ मेरोबाट जान्न भेनाको जान्छ म त भर्खर स्टार्टिङ हो मलाई राम्रोसँगले गर्न नि आउँदैन र सिकाउन पऱ्यो लामो तानेर अगाडि देखाएको कसरी भन्नुभएको र ए योभन्दा लामो नि हुन्छ नि अहिले त्यता गएर गरौँ अबि उहाँ किनौँलाई पानीहरू अब के थाहा कसरी चलाउँछ यो गोप्रो हो कि के हो यो फोन यो के हो अलि अगाडिको माउ चाहिँ अगाडि यो घाम छ भेना मरिन्छ क्या हो किन्ने अब हामी यहाँ पानी किन्न लाग्यो हजुर पानी लिनु दुईटा अनि कुरकुरे लिनु कोक त म त खान्न यामुनाले खान्छ हजुर खाने र हेलो बेना हजुर हामी यहाँ बाहुनथान जाँदै बाटोमा हजुर हो त्यो एउटा करेन्ट कुरकुरे एउटा चिजबल गरे अरू त चाउचाउ छ चाउचाउ दिनु दुईटा कुन छ नि रम्बा 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 दिनु आउँछ भिडियो हेलो गाइस अलिक कालो आयो क्या हो घाममा मात्र उज्यालो हुन्छ रोक्न पर्यो नि यहाँ हुन्छ क्या ल हामीले चाहिँ अब खानेकुरा लिगेँ यहाँ कता हो यो ठाउँ मिर्गीको पारी बाटो मलाई फेरि यो धेरै ठाउँहरूको नाम थाहा छैन के भन्छ यो ठाउँलाई हजुरले राख्नु है अगाडि कि मैले समात्दा मिल्दैन भने म समात्छु मलाई अप्ठ्यारो होला कि भनेर मैले त्यो लेखेको पनि बुझे छैन भेना मेरो आँखाले चस्मा लाउनुपर्छ टाढाको देख्दैन चस्मा बनाऊ मैले पावरवाला तर लाउँदिनँ कि घरमा मात्र लाउँछु ल हेर्नु न त एकचोटि नचलाउनु यसरी देखा कि होइन यसरी देखा अरू पनि भन्दा पऱ्यो यसरी देखा त्यही भएर म यसरी भ्लग बनाउँछु यसरी देखिन्छ नि हेलो हेलो गाइजहरू हामी चाहिँ अब लाग्यौँ खानेकुरा अब हामी धेरै बसिन्नौँ यस्तो धेरै भनेको अब 10-15 मिनट होइन भेना 5-10 मिनट बस्ने अनि त्यसपछि चाहिँ पड्किहालियो त्यही भएर यस्तो घाममा बस्न पनि सकिन्न धेरै फेरि घाममा कालो भन्छ अनि अर्को कुरा पसल खुल्लै छ मेरो पसलमा मान्छे आयो भने के हो गर्ने घरमा आज धेरैमा खोलेको बिहान मान्छे कतिजना आइसक्नु भयो
राम्रो देखियो पानी परेर सबै खुलेछ सरर यति राम्रो भ्यू देखियो नत्र भने पुगिदियो होला नि मासतिरै कति राम्रो देखिएछ अरू बेला त हामी आउँदाखेरि कालो आँखाले नदेख्ने थियो आज चाहिँ मेरो सिधो आँखा यता नि कति राम्रो बाटो बनाएको छ भेना हेर्नु न यो पारी तलतिर के हो भन्छ कि यता डौवा हो कि के हो अमाले डौवा हामी अस्ति नै टिकटक बनाउन आएको थियौँ यता डुङ्गी लाएर नाच्छ अब म त डराउँछु क्या अरूसँग बस्न अचल आफूले चलाउन जान्छ अरूसँग बस्दाखेरि साह्रै डर लाग्छ बाइकमा त झन् डर लाग्छ बामथान आउने बाटोकै गाउँहरू हो नाम त के हो मलाई थाहा भएन अनि यता चाहिँ घरहरू मजाले यता त्यति राम्रो बाटो हो अनि अब स्कुलको भ्यानहरू आउँछ बिहान बच्चाहरूलाई बस्न आनन्द टक्क लाएर जाने अनि यहीँबाट सबै वालिङ पढ्न जान्छ नि त अब यस्तो आनन्द बाटो होइन पानी परे पनि अब तर बाटोहरू कस्तो भाष्य यताको हाम्रो वालिङ अब अहिले एकछिनमा देखिन्छ यहाँबाट टक्क आएर हेर्नु होला जाँदैछौँ बाहुनथानको यात्रा जहिल्यै बाहुनथान आउन त मलाई पानी परेरै हो कि के गर्ने हो र बाहुनथान त म सधैँ हप्तामा 2 चोटि नै आउँछु अहिले त साथीहरू भ्लग जति बाहुनथानकै छ के गर्नु अन्त जान त्यस्तै हो बाहुनथान आयो गयो आया बाटो यस्तै छ अभि म त डराएको थिएन अभि भन्छु फेरि यो अफरोडमा डर लाउँछ हजुर यहाँ थिएन यति हो कि पिच अब यहाँबाट धेरै पिच छैन यही हो यति हो पिच मेरो स्कुटर त सर्भिसिङ गर्न पऱ्यो क्या हो कति नराम्रो साउन्ड दिएछ कहिले पोखरा लग्यो कहिले गाउँ कहिले बाहुनथान फेरि आज नि बाहुनथान उता सोरेक मैदान हो त्यता हो कता हो त्यतै कता हो अब म सोरेक मैदान जानु खकेँ म चाहिँ सोरेक मैदान एकचोटि मात्र पहिला सानोमा गर्थेँ अहिले नयाँ बनाएछु अलि हामीलाई के चढ्ने बेलालाई वालिङ बजार देखेछ कि देखेको छैन भिडियोबाट जहाँसम्म लाग्छ देखेछ होला क्या अब त्यो दामी अरे भिड कस्तो भिडको बाटो यो बाटो यस्तो खतम कि झ्याउ लाउँछ मलाई यसै बेलामा फोन राख्छु बिस्तारै गर्नु है अबि होइन म हजुरलाई समात्छु फोन तर बाइकमा सजिलो हुँदो रहेछ है यहाँ चढ्न म कहिले यो बाटो बाइकमा यसरी आएको छैन
स्कुटरले त डेन्जर हल्लाउँछ नि स्कुटरमा त एकदम गाह्रो हुन्छ मलाई ल्याउन आफूले चलाएर होला तर अरूसँग बस्दा नि कस्तो डर लाउँछ स्कुटरमा त बाइकले त सजिलै ल्यायो त भेना घरहरू पनि वालिङमा होइन यहीँसम्म बाइक चाहिँ अब यहाँबाट जान्न हेर कोही मान्छे आए नाच बाउँदैन यस्तो घरमा को आउँछ जम्मा 2टा बाइक छ कहाँ गयो ल हेर्नु होला हामी आइपुग्यौँ बाहुनथान कस्तो देखेछ होला एकदम राम्रो फिल गर्दै भिडियो बनाइरहेको छु अहिले नराम्रो आयो भने फेरि के हो गर्ने स्कुटर र बाइकमा त धेरै फरकै हुन्छ नि ल हेर्न कस्तो लागिरहेछ एकदम राम्रो आइपुग्यौँ है हामी अब बाहुनथान अब अर्का बुढाबुढी त मजाले हाँस्दै आएन कस्तो देख्यो भन्ने थाहा छैन राम्रै आछ होला है गाइस 2टा सालीहरू हेर्नु नि सालीहरू हेर्दै के टु क्याब्रिनीहरू अब यहाँ जे भने टु क्याब्रीहरू जे भने के अरे भाइहरू हो अब त टाढो भाइ है जे भने टु क्याब्री हो नि त पहिलाको पहिला भने अहिले पनि हाम्रो त टु क्याब्री नै हुन्छ नि म मात्र होला भने हजुर यो जा र यो एउटै हो बेना एउटै हो ए हाम्रो सालीहरू आफ्नो चट्टा आज यता अब अनुसा त बाहुनथान घुम्न आएको है 1 गते पो थियो मान्छे त अब यता बाहुनतिर सालीहरू टक्कै ल सालीहरू के छ हालखबर ठिकै छ बताउनु न हजुरको ठिकै छ के गर्ने यस्तो घाममा हजुरको लागि आएको हो मेरो लागि ओहो ल धन्यवाद छ हजुरले नै थिएन यस्तो घाममा त बुटल जाने अब दसैँको छुट्टीमा चाहिँ बुटल है आउँछ वेलकम छ मेरो बुटलमा त्यतिखेर ठिकै मौसम हुन्छ है गर्मी नै हुन्छ त्यही पनि जाने हो सालीहरू कति घुमे बुटल त भेना छ ल है ओहो त्यो त बरु म गएको छैन अहिले त बाटो खराब छ पाल्पा चाहिँ म गएको छैन पाल्पा त कुनै ठाउँ पनि गएको छैन आऊ न मैले लान्छु नगर के अरे नलपुर हो त्यो पाल्पा जिल्ला हो त्यो हेर्नु गाइस पछाडि पुरा वालिङ बजार हेर्नु त वालिङ बजार ओ माई गॉड वालिङ है ओ सालीजी के छ सालीहरू ठिकै छ भेना निन्द्रा लाग्यो ठिकै छ अब यहाँ धेरै घाम भयो आँखा पनि अलि हेर्न सकिएन चिमचिम भयो सालीहरू डेटिङ आएको आएको भेनासँग आएको डेटिङ आएको अब दिदीले हेर्नुहुन्छ अनि पछि भेनासँग डेटिङ आएर फेरि आफ्नोहरू फेरि चिडिएला नि फेरि एकदम आफ्नो यहीँ अब यमुनाको मेरो बिहा भयो होइन चिन्ने मान्छे छैन छ होला नि कोही गाह्रो छ किन कहाँ हुनु खोल्नु त यो छ नि के नहुने यो उसको छैन भन्दा खुत्ता छैन भन्दा खुत्ता आउने उसले पनि छैन भन्दा खुत्ता हुने फेरि भोलिपल्ट होइन म बिहा भएपछि त हाम्रो भेनाको साथी हुन्न न भेना नङ भएको थियो नेल यो हेर्नु न नङ हालेको मेरो नङ त खत्तमै भयो
यो कि ह्यामर लगाएको थिएँ त्यो नराम्रो हुन्छ एकदम एकदम सुधो रहेछ लाउँदा फेरि कति राम्रो ल साथीहरू हामी चाहिँ अब यहाँ बाहुनथानमा म फेरि जति बाहुनथान आएँ यसरी चाहिँ घुमेको थिएन होइन आज चाहिँ सब घुमेर देखाउँछु है यो त चाहिँ वालिङ पछाडि मेरो पछाडि चाहिँ हेर्न सक्नुहुन्छ वालिङ बजार कति राम्रो देखेछ कि देखेको छैन तर मलाई चाहिँ देखे जस्तै लागिरहेछ अब यहाँ हुनुहुन्छ हाम्रो भेना भेना कस्तो फिल भइरहेछ गुड ल ठिक छ अब म हजुरलाई अलि तल गएर वालिङ देखाउँछु यहाँ चाहिँ आज चाहिँ कोही मान्छे होइन धेरै थोरै मात्र छ ल हेर्न सक्नुहुन्छ वालिङ यो हो हाम्रो वालिङ क्ल्याप क्ल्याप यो चाहिँ वालिङ बजार हो म चाहिँ यस्तरी बाहुनथान यति मनपर्छ फेरि बाहुनथान त जति आए नि चित्तै बुझ्दैन भेना आउनु यहाँ तल हामी दुईटाले बाहुनथान यस्तरी देखाऊँ न अनि वालिङ बजार बाहुनथान ल हेर्न सक्नुहुन्छ पछाडि यस्तो छ होइन होइन त्यो फोटो राम्रो आयो अब कस्तो उडेको लाउनु के गर्ने मैले यो मौसमको हावा खेती कपाल उडे आयो कि अगाडि कपाल आउनु पर्यो त यत्रो ठुलो टाउको कपाल माथि गयो भने त म त डराउँछु नि साथीहरू यस्तो दामी हावा चल्यो यस्तो हावा चल्यो भने चाहिँ म जति पनि बस्न सक्छु घाममा नत्र म घाममा बस्न कति पनि सक्दिनँ यस्तो डर लाग्दो पाराले